हेलो 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 गाइस, सबजना नमस्कार, प्रणाम, स्वागतम, डोक्दिया, सब कुछ भन्दिया। म यता सन्चै छु। आशा लाग्छ कि तपाईहरु पनि त्यहाँ सन्चै हुनुहुन्छ होला। र म चाहिँ अहिले यहाँ हाम्रो खिसुक्सा हाम्रो होस्टेलको अफिसमा बसिरहेको छु। र यो भिडियो बनाउनको कारण के हो भन्दा म यहाँ बसिरहेको ठाउँ हजुरलाई देखाउन गइरहेको छु र हाम्रो कार्यस्थलको वातावरण, काम गर्ने ठाउँ कस्तो छ, कसरी काम हुन्छ त्यो कुराहरुको जानकारी दिन गइरहेको छु। त्यसैले हेर्न इच्छुक हुनेहरुले हेर्दिनु होला, इच्छुक नहुनेहरुले बाइ बाइ टाटा भन्दिनु होला सुरुमै। ओके, सो ढिला नगर्दै बढिहालौं। म अहिले यहाँ होस्टेलबाट निस्किन लागिरहेको छु यो अफिसबाट। यो अफिसबाट बाहिर निस्किने बित्तिकै यहाँनिर चाहिँ हाम्रो डिसवास गर्ने ठाउँ छ। यहाँनिर फ्रिज यतापट्टि छ। यहाँनिर चाहिँ पानीको लागि यहाँनिर यो चाहिँ ओन्सु तातो पानीको, छङ्सु भनेको नरम पानीको, निङ्सु भनेको यहाँ चिसो पानीको छ। अनि यहाँ चाहिँ हाम्रो फ्रिज छ। यो चाहिँ हाम्रो फ्रिज हो। यहाँ हाम्रो सबै सामानहरू हो यो चाहिँ पुरै। अनि यहाँ माथि पनि छ। यहाँ माथि चाहिँ डिप फ्रिज छ। यहाँ चाहिँ मासुहरू राख्ने गरेका छौँ हामीले। अनि यो चाहिँ हाम्रो कुकिङ एरिया हो। यहाँ चाहिँ 4वटा छ ग्यास। यो ग्यास चाहिँ हामीले युज गर्छौँ। अरू त्यहाँनिरको अरू हाम्रो उताको नेपाली दाइहरूको हो। अनि यो चाहिँ हाम्रो भेटनामको मान्छेको हो। यो चाहिँ फिलिपिन्सको। अनि यहाँ पनि सबै ठाउँमा 4वटा यस्तो डिसवासहरू राखिदिएको छ। अनि यहाँ चाहिँ टोटल 1 2 3 4 5 6 7 8वटा टोटल रुम छ। एउटा चाहिँ अफिस भयो, टोटल अब 7वटा भनौँ। अनि म बस्ने रुममा चाहिँ हामीले साथीसँग सेयर गरेर बसिरहेको छौँ। अहिले चाहिँ साथी र म बसेको छु र यो चाहिँ हाम्रो रुम हो। नेपालको झन्डा। यो चाहिँ हाम्रो सानो रुम। यहाँ बस्ने म यहाँ छ मेरो बस्ने। अनि यहाँ साथी बस्छ। ल रुमबाट हामीले अब बाहिर निस्क्यौँ हामी। यहाँ लकिङ सिस्टम पनि छ। हामी यहाँ कोड 4वटा हालेर लक गर्न पनि सक्छ यसलाई। अहिलेको लागि केही गरेको छैन। र हामी अब बाहिर लाग्नेछौँ। यहाँनिर हेर्न सक्नुहुन्छ कपडा सुकाएको। यहाँनिर मेरो कपडाहरू पनि छ। आजै धोएको, आज पानी परिरहेको थियो त्यसरी सुकाउन मिलेन। त्यसैले यहीँनिर अब सुक्छ। प्रायः सबै सुकिसकेको छ। वासिङ मेसिनमा धोएको सबै सुकेकै हुन्छ। तैपनि केही बेरको लागि हावा खान दिउँ कपडाहरूको लागि। अनि यहाँ हामी बस्ने, यहाँनिर टेबल छ। यो चाहिँ हामी खाना खाने टेबल हो। यहाँ स्पेस अलिकति सानो छ, त्यसैले खाना यसमै एडजस्ट गर्नुपर्छ। र यता चप्पलहरू छ। यहाँनिर एउटा यहाँभित्र रुमको लागि छुट्टै चप्पल, अनि यहाँनिर छुट्टै चप्पल युज गर्छ हामी बाहिर जानको लागि। यो चाहिँ मेरो चप्पल हो। म लाउँदै गइरहेको छु। यहाँ तल भर्याङ। अनि यता यसको अपोजिट साइडमा हेर्ने भयो भने हाम्रो यहाँ जुत्ता राख्ने सेक्सन छ। टोटल सबै मान्छेको जुत्ताहरू हामीले यहीँ राखेको छौँ। यसलाई लगाइदिउँ। अनि तलतिर बढौँ अब। छोआयो फ्रेस इन्भाइरोमेन्ट। र त्यो ठ्याक्कै त्यहाँ गेट देख्नुहुन्छ, त्यहाँभित्र चाहिँ उता त्यहाँ अरू मेसिनहरू पनि छ। र त्यहाँ चाहिँ साइडमा वासिङ मेसिन छ। अघि मैले त्यही धुन राखेको थिएँ, कपडाहरू धोएर माथि सुकाएँ। र यहाँनिर प्यालेटहरू छ, बक्सहरू छ। र यता साइडमा गयो भने मेरो कम्पनी चाहिँ यही हो। यही नजिकै छ। होस्टेल यही छ, कम्पनी यही छ। यो चाहिँ पहिला चाहिँ यहाँनिर पनि काम हुन्थ्यो। अहिले चाहिँ यो काम बन्द छ। अहिले यहाँ चाहिँ गरिरहेको छैन। अहिले चाहिँ तल गइरहेको छ हामीले। यहाँबाट तल गएपछि इन्भाइरोमेन्ट त फ्रेस छ। यहाँ माथिपट्टि चाहिँ जङ्गल छ। जङ्गल पनि जानुपर्छ। जङ्गल गइरहेको हुन्छ बेला बेलामा फ्रेस हुन। र यताबाट सिधै गयो भने चाहिँ मेन रोड निस्किन्छ। र हामी अब कम्पनीमा जान लाग्यो। मेरो कम्पनीको काम भनेको चाहिँ के हो भन्दा प्लास्टिकको सामानहरू, प्रडक्टहरू बन्छ, त्यसलाई प्याकिङ गर्ने हो, कटिङ गर्ने हो, अनि मिलाएर राख्ने हो। यहाँनिर हाम्रो माथिको अफिसको मान्छेहरूको गाडी छ। यहाँनिर यो चाहिँ यो गाडी खै के को लागि थाहा भएन।
यहाँनिर धेरै ढोकाहरू छ। हामी चाहिँ यो वाला युज गर्छौँ। यसलाई खोल्यो आयो र यहाँ प्रवेश गरेपछि हामी यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ यजाहरू केटीहरूको रेस्टरुम हो र यहाँ चाहिँ नाम्जा जेन्टलम्यानहरूको छ रेस्टरुम र यतापट्टि हाम्रो जुत्ता राख्ने सेक्सन छ र यहाँ धेरैवटा छ र यो चाहिँ मेरो वाला हो। यहाँनिर मेरो जुत्ता छ सेफ्टीवाला अनि अर्को त्यहाँ ग्लभ्स छ दुईवटा टाइपको छुट्टै छुट्टै लाउँछु कहिलेकाहीँ। यहाँबाट सिधै सुरुमा हामीले यो ढोका खोलेर जान्छौँ र यहाँ मेसिनहरू धेरै छ र यहाँनिर चाहिँ हामीले आफ्नो कार्ड स्क्यान गर्नुपर्ने हुन्छ। मेरो कार्डहरू चाहिँ यहाँनिर छ। योवाला चाहिँ मेरो कार्ड हो। यो कार्ड लिएर यहाँनिर यसरी यो आउट छ। अहिले यहाँ सुरुमा यहाँ माथि इन छ। त्यो इनमा हामीले क्लिक गरेर अब यो कार्ड गरेपछि यहाँ चिराएपछि हाजिर हुन्छ। यहाँनिर हेर्न सक्नुहुन्छ यहाँनिर इन आउट छ। त्यो इनमा चाहिँ हामी सुरुमा छिर्ने बेला हो र अर्को आउटमा चाहिँ त्यो चाहिँ खाना खाने टाइममा हो। 12 बजीतिर हाम्रो खाना खाने टाइम हुन्छ। आउटमा फेरि खाएपछि आएर इनमा हुन्छ र यो दुईवटा आउट र इन चाहिँ ओभर टाइम भयो भनेको हो। नत्र त्यसपछि ओभर टाइम छैन भने डाइरेक्ट हामी जानेर आउट गर्छौँ। यहाँनिर चाहिँ टोटल हाम्रो 8वटा मेसिन छ र यता 3 मेसिनहरू छ। यहाँनिर हाम्रो भियतनामको साथीले हान्दै छ। यहाँ भियतनामको स्टाफ छ र यताबाट हेर्दै गयो भने यहाँनिर चाहिँ यतापट्टि गयो भने चाहिँ हाम्रो यहाँनिर पानी खाने ठाउँ छ। यहाँनिर सेम अघि मैले उठे होस्टेलमा देखाएको जस्तै सेम त्यस्तै हो। र यो चाहिँ मेरो हो। यो मेरो ग्लास कप र यहाँनिर हात धुने ठाउँहरू छ। यहाँ अरू फ्रिजहरू छ र यहाँ नम्बरहरू पनि छ। आफ्नो सामानहरू केही ल्याएको छ भने राख्नुको लागि सपोज मोबाइल ल्याएको छ भने त्यहाँ राख्दा हुन्छ नत्र यहाँ तल पनि राख्दा हुन्छ। र यसको पछाडि चाहिँ हामीले बक्स प्याकिङ गरिसकेपछि यो हामी पछाडि लग्छौँ प्यालेटले र यहाँ चाहिँ ओपन क्लोज डाउन यो भएर ओपन गर्नुपर्छ। यहाँनिर हाम्रो साथीले हान्दैछ। त्यसपछि यो 5 नम्बर जस्तै मेसिनको नम्बरहरू हुन्छ। 4 नम्बर 5 नम्बर हानेगासेयो हाम्रो फिलिपिन्सको साथी हो। अनि यहाँ सेम त्यस्तै काम यस्तै हुन्छ। यो पनि मैले हिजो गरेको कामले ठ्याक्कै यहाँबाट मेसिनबाट निस्किन्छ। मेसिनबाट प्लास्टिकको सामान निस्किन्छ। यहाँनिर हामीले बसेर त्यो काट्ने अनि यहाँनिर राम्रो सामान आएको छैन त्यो हेर्ने। यो तल यसको प्रेस मेसिन चाहिँ तल हुन्छ। तल हामीले खुट्टामा प्रेस गर्नुपर्ने हुन्छ। यहाँनिर प्रेस गरेपछि अनि प्रेस गर्दै निकाल्दै यहाँनिर राख्दै यसको डोरी जस्तो टाइपको यहाँनिर हामीले राख्नुपर्छ। यसलाई पछि लगेर खाउनुपर्छ र त्यसबाट हामीले गरिन्छौँ। सबै मेसिन यस्तै हो। कामहरू त्यस्तै हो। ओ हेलो दाजु के छ खबर? र हाम्रो यहाँ ओली दाई हुनुहुन्छ। ओली दाईले हामीले त अघि भर्खर मैले यही काम गरिरहेको थिएँ कि सेम यो मेसिनमा चाहिँ 6वटा आउँछ। 6वटा यस्तो सामानहरू यो अलिकति टाइम लाग्छ र यसै जम्मा गर्दै हामीले यहाँ जम्मा गऱ्यो। यस्तो 5-6वटा जम्मा भइसकेपछि हामीले यहाँनिर यो बक्समा प्याक गर्नेछौँ। जो प्याक गर्ने कि त्यहाँनिर लेखेको हुन्छ। त्यहाँनिर त्यो बोर्ड जस्तोमा कसरी प्याक गर्ने भनेर प्याक गर्ने तरिका पनि फरक हुन्छ। र यो मेसिनबाट चाहिँ हामीले टेम्परेचरहरू मिलाउने के मिलाउने नम्बरहरू मिलाउने के गर्नुपर्छ। हामीले यहाँबाट टेम्परेचरहरू यहाँबाट काटेर आउँछ। यहाँबाट जम्मा भइरहेको हुन्छ र यहाँबाट हामीले एउटा हातले उठाउने एउटा हातले हान्ने त्यही हिसाबले गर्नुपर्छ। र यहाँ बक्सले प्याकिङ गरेर यहाँनिर चाहिँ यो चाहिँ के हो भन्दाखेरि यहाँ चाहिँ सामानको नामहरू यो कतिवटा छ। एउटा बक्समा कतिवटा अट छ अनि यहाँनिर आजको डेट अनि यहाँ चाहिँ साइनहरू हाल्नुपर्छ। त्यो साइन हालेर यहाँ साइडमा हामीले टाँस्नुपर्छ। यहाँ जस्तै टाँसेको छु यो जस्तै मेरो साइन हो प्लस तल दाइको छ। अनि यहाँ चाहिँ बक्स हामीले बक्स यहाँबाट बनाउने हो। बक्सको सेक्सन चाहिँ भित्र छ। त्यो कुरो देखाउँला बक्सहरू भित्र राखेको हुन्छ र यो कार्टुन जस्तै हुन्छ। हामीले यसलाई यस्तो गरेर यसमा टेप टाल्नुपर्छ र उल्टो फर्काउनुपर्छ। यहाँनिर प्लास्टिक राखेको हुन्छ।
यो चाहिँ ठुलो बक्सको लागि ठुलो प्लास्टिक, सानो बक्सको लागि यहाँ भुइँमा राखेको चाहिँ यो प्लास्टिक हाल्नुपर्छ। सबै बक्स बनाएर रेडी गरेर तयारी गरेर राख्नुपर्छ हामीले सुरुमा। र यो चाहिँ नम्बर 1 को मेसिन हो। र यो मेसिन चाहिँ अलिकति के भनौँ अलिकति खतरा पनि हुन्छ र यसमा चाहिँ ठुलो ठुलो सामानहरू मात्र बन्छ। यो मैले एकचोटि मात्र युज गरेको छु अहिलेसम्म, किनभने सुरुमा यो दिँदैन, यो अलिकति गाह्रो काम नै हो। यसमा जस्तो हेर्न सक्नुहुन्छ धेरै छ एकचोटि आइटमहरू। यो चाहिँ स्क्रैप हो, यिनीहरूलाई कोरियनहरूले सुखुरेकु भन्छ, स्क्रैप भन्न सकिँदैन त्यसैले उनीहरूलाई भन्न अलिकति गाह्रो लाग्छ स्क्रैप भन्न, त्यसैले सुखुरेक भन्छ। यहाँबाट चाहिँ यसलाई हामीले यो गोलोवालालाई चाहिँ वनदान भन्छ। वनदान चाहिँ यहाँबाट हामीले निकाल्नुपर्छ। यो डन्डी जस्तो छ यो युज गरेर, किनभने यो धेरै गरम हुन्छ, धेरै किलोको हुन्छ, यो चाहिँ निकाल्न सकिँदैन। यो युज गरेर अगाडि तल ढाल्ने, जस्तो यो ढलेको छ यसलाई अब गुडाएर यहाँ पोजिसन मिलाएर यहाँ माथि राख्नुपर्छ। र म अहिले यता त्यो स्क्रैप कता फाल्ने भनेर देखाउन गइरहेको छु हजुरलाई। र यहाँनिर जस्तै ठाउँहरू छ स्क्रैप फाल्ने, जस्तै यहाँनिर पियाज फेक लेखेको छ। यो पियाज फेक भनेको छनमारी बन्ने सामान हो। छनमारी भनेको चाहिँ जस्तै यो वाइट खालको छ फेक कलर, यसमा चाहिँ यही मात्र फाल्नुपर्छ, सबै सामानहरूको छुट्टै छुट्टै हुन्छ। यो चाहिँ छनमारी भनेको कस्तो भन्दाखेरि जस्तै त्यहाँ सामान बनेको छ त्यहाँनिर यस्तो सामान बन्छ र यसको पछाडिपट्टि कपडाहरू लगाएर बनाएको हुन्छ र त्यसको कपडाको माथि चाहिँ सामानहरू प्रोडक्टहरू हाल्ने हो। त्यसैले यो पियाज फेक भन्छ यसलाई, यो छुट्टै फाल्नुपर्छ। र यहाँनिर पियाज छाप भन्ने छ, यो पियाज छाप हो। छापमा अहिले भर्खर दाइले हानिरहेको र मैले अघि पनि हानेको त्यो सामानहरू यहाँ फाल्नुपर्छ। यसलाई लगेर अहिलेको ठाउँमा त्यहाँनिर फाल्यो भने आन्दोए मेन हुन्छ, हुँदैन, फाल्न मिल्दैन। त्यसैले यसलाई यहाँ फालिन्छ। र अर्को यहाँ भनेको पेट छ, पेट PET पेट। पेटमा चाहिँ यहाँनिर कस्तो भन्दाखेरि यो प्लास्टिकको खाचाखुचुकवाला त्यस्तो सामानहरू पनि बन्छ यहाँनिर, त्यो यहाँ फालिन्छ। र सबभन्दा झ्याउ लाग्दो काम भनेको यहाँनिरको त्यस्तै यही हो, किनभने यसमा फुल्याङ धेरै आउँछ। फुल्याङ भनेको वेस्ट प्रोडक्टहरू धेरै आउँछ, त्यसैले धेरै बोरिङ छ, यो झ्याउ लाग्छ गर्नु। र यहाँ जस्तै अघि हेर्नुभयो त्यहाँ हाम्रो मेन गेट छ, र स्क्रैप फाल्ने बेला चाहिँ हामी यही पछाडिको गेटबाट आउन सक्छ है। र यहाँबाट बाहिर निस्किने जाने बाटो छ, यहाँनिर यस्तो छ। अघि हामी त्यो गेटबाट छिरेको थियो। र यहाँको वातावरण हेर्न सक्नुहुन्छ एकदम ब्युटिफुल, खुबसुरत। अहिले चाहिँ पानी परिरहेको छ सिमसिमे यहाँनिर। र यो चाहिँ यसलाई फालेथु भन्छ, इङ्ग्लिसमा प्यालेट भन्छ। यिनीहरूले इङ्ग्लिस वर्डलाई नै अलिकति अर्कै तरिकाले भन्छ, अलिकति प्रोनाउन्सिएसनमा तिनीहरूको अलिकति आउँदैन कोरियनहरूको, त्यसैले हो। आजको लागि यति नै हो। पछि अरू ठाउँ पनि घुम्न जाउँला, त्यहाँनिरको पनि कस्तो छ दृश्य अवलोकन गराउँला हजुरहरूलाई, म पनि गर्नेछु। र आजको लागि यति भन्दै अरू के भन्नु छ, अरू यस्तै हो। देश कोरिया काम चाहिँ कस्तो छ भन्दाखेरि यहाँनिर काम चाहिँ हेर्दाखेरि सजिलै छ, अघि तपाईँलाई मैले देखाइदिइहालेँ। तर जस्तै एउटा चाइनिज स्टोरी पोइन्ट छ, जस्तै एउटा तल मान्छे उभिरहेको हुन्छ र 2-4 तला माथिबाट एउटा मान्छेले एउटा पानीको एक बुन्द खसाउँछ उसको यहाँ माथि टाउकोमा। त्यो मान्छे चाहिँ अब हल्लिन पाउँदैन, त्यतिकै बसिरहेको हुन्छ। र त्यो तलको मान्छेले यो एक बुन्द पानीले मेरो के चाहिँ हुन्छ र भन्छ। तर लगातार त्यो पानी जब 20 चोटि उसको ठ्याक्कै त्यही सेन्टरमै पर्छ, त्यो जहाँ परिरहेको हुन्छ त्यही पर्छ स्टिल भएर, त्यसपछि उसलाई थाहा हुन्छ त्यो एक बुन्द पानी पनि कति खतरनाक हुनसक्छ भनेर। र सेम त्यस्तै गरी यो काम पनि सजिलै छ हेर्दाखेरि, बसी गर्ने हो, खासै भारी पनि केही बोक्नु पर्दैन। भारी बोक्नको लागि पनि अर्को मेसिनहरू छ, यन्त्रहरू धेरै छ। तर यो काम चाहिँ पछि प्रब्लम ल्याउन सक्छ, किनभने यसले ढाडको प्रब्लम, पछाडि ब्याक साइडको यताउताको धेरै प्रब्लम ल्याउन सक्छ। सायद मेरो हिसाबले अहिले पनि देखिरहेकै छु, हल्का ढाडसाड दुख्छ, क्यामेरा समात्न पनि दुखिरहेको छ। र पछि अरू ठाउँ पनि जानेछु, यहाँको वातावरण राम्रो छ, त्यहाँनिर सबै हजुरहरूलाई देखाउने छु। यति भन्दै आजको हाम्रो कुराकानी यहीँ समाप्त गरौँ। बाई बाई, टेक केयर, आफ्नो ख्याल राख्नु होला, बाई बाई।